नेपालीमा शब्द भन्छु इङ्ग्लिसमा के भन्छ भन्नु ल छोरी डटर लिनु वाह बुझ्नु है अर्को शब्द हो भनौँ माया लभ ल ड्याडी त हेरेको हेरे हेरेको हेरे भनौँ भगवान नपार्नु होइन मम्मीले भन्दा भएन पुल्टेलाई भएन बसाउनु न आनन्दले भनौँ ल ड्याडी जित्नु पर्यो ल पाँच किन त्यो तान्नु भयो पाँच त माथि नै हुन्छ सगरमाथा हो मिल्यो ड्याडीको माउन्टेन मात्रै हो त माउन्ट एभरेस्ट मिल्यो माउन्टेन सबै माउन्टेन हिमाल फ्याट्टे ल फ्याट्टै ड्याडीले अब कमब्याक हाल्नु पर्यो पैसा पैसा मात्रै लिएर पैसा मात्रै लिएर सात कक्षा फेल कि पास रमाउँ तपाईँ खाट इङ्ग्लिसमा के भन्छ ल त्यही भनेर के होले डराएछ ल गेम जित्नु भयो तर पुन्टेलाई रुवाउनु भयो विनर विनर हार्नु हो ल हार्यो बिचरा